लाग्दैन है किनकि जङ्गलभित्र गइसक्यो भने सबै ठाउँमा टावर चाहिँ हुँदैन यदि टावर भएको ठाउँमा कसैको फोन आयो भने चाहिँ डिस्टर्ब हुन्छ त्यही भएर चाहिँ तपाईँको मोबाइल र वालेटहरू चाहिँ राम्रोसँग राखिदिनु होला किनकि बाटो अलिकति अप्ठ्यारो भएको हुनाले चाहिँ अलिकति गाडीहरू हालेर पकेटमा राखेको सामानहरू पनि खस्छ त्यही भएर चाहिँ आफ्नो सामान त्यसरी आफू गरिदिनु होला अनि जङ्गलभित्र गइसक्यो भने त साउन्ड चाहिँ नगरिदिनु होला किनकि सानो सानो बच्चा हुन्छ उनीहरूलाई त हजुर उनीहरूलाई त भनेर पनि साध्य हुँदैन किनकि अब उनीहरूलाई त चिसुलाक भन्ने पनि चाहिँ लाग्दैन नि त त्यही भएर चाहिँ अलि राम्रोसँग बसालिदिनु होला किनकि बाटो अलि अप्ठ्यारो भएको हुनाले चाहिँ गाडी कुनै जनावर देख्यो भने नक गरेर पनि झ्याप्प रोक्छ कि त्यसले गर्दा चाहिँ एक्कासी हुत्तेर अगाडि पनि आउन सकिन्छ त्यही भएर चाहिँ राम्रोसँग बसालिदिनु होला अनि हाम्रो नेसनल पार्कको क्षेत्रफल चाहिँ 968 वर्ग किलोमिटर छ यहाँ चाहिँ 125 बाघ भन्दा बढी हात्ती र अतिचोटो गइरहेछ तिनीमध्ये सबै कुरा देखिन पनि सक्छ नदेखिन पनि सक्छ अब जङ्गलभित्रको कुरा भनेको त्यही हो अब जङ्गलभित्र गइसक्यो भने चाहिँ साउन्ड चाहिँ नगरिदिनु होला बिल्कुल पनि किनकि साइडमा चाहिँ हेरेर मलाई पनि साथ दिनु होला सबैतिर मैले मात्रै हेरेर भ्याउँदिनँ अनि तपाईँहरू चाहिँ पछाडि बसेको मान्छेहरू पनि राम्रोसँग बस्दिनु होला कहिलेकाहीँ चाहिँ गाडीको आवाजले गर्दा चाहिँ बाघ भयो अरू कुनै जनावरहरू चाहिँ लुकेर बस्दिन्छ गाडी क्रस भएको हुन्छ पछाडिबाट क्रस गरिदिन्छ त्यही भएर चाहिँ पछाडि पनि फर्केर हेरिदिनु होला बेला बेला पनि तपाईँहरूले नेसनल पार्कको बारेमा अरू कुनै कुराहरू सोध्न मन लाग्यो भने चाहिँ सोध्न सक्नुहुन्छ तपाईँले चाहिँ फोटो भिडियो जति पनि खिच्न मिल्छ बनाउनु मिल्छ तर मोबाइल चाहिँ साउन्ड कम गरिदिनु होला अनि तपाईँहरू कुनै पनि जनावर अलिकति बेरसम्म हेर्न मन लाग्यो भने चाहिँ मलाई भनिदिनु होला किनकि अब तपाईँहरूले चाहिँ फोटो खिचिराख्नु भएको बेला चाहिँ भनिदिनु होला किनकि नक गरेर चाहिँ गाडी रोक्नुपर्छ अनि जाने बेला पनि भनिदिनु होला अनि अरू चाहिँ नेसनल पार्कको बारेमा सोध्नु मन लाग्यो भने सोध्न सक्नुहुन्छ है तर बिस्तारै बोलिदिनु होला मम्मी मेरो मोबाइल बिस्तारै है बोल्ने हल्ला नगर्ने है